देश हो यो युवाहरूले नै बनाउँछन् युवाहरूकै देश हो यो युवाहरूले नै बनाउँछन्। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस सभाका सभापति महोदय, प्रमुख अतिथि, निष्पक्ष अतिथिज्यू र भिन्न भिन्न विद्यालयबाट आउनुभएको गुरुवर्ग एवं यहाँ उपस्थित सम्पूर्ण विद्यार्थीहरू र मेरा प्यारा मित्रहरू लगायत भिडियो मार्फत हेर्नुहुने सम्पूर्णमा सर्वप्रथम त म यही विराटमा उपस्थित सुविजुमुर मेमोरियल माध्यमिक विद्यालयबाट कक्षा 9 मा अध्ययनरत छात्रा जस्मी खवासको तर्फबाट स्वीकार्नुहोस् हार्दिक न्यानो अभिवादन। आज मिति 2082 साल फागुनको महिना 6 गतेको दिन यस सुन्दर हेरेसा नगरपालिकाद्वारा आयोजित शैक्षिक प्रदर्शनमा आई आफ्नो विचार प्रस्तुत गर्ने अवसर पाएकीमा आफूलाई एकदमै भाग्यशाली ठानेकी छु र आज समृद्ध नेपालको लागि युवाको भूमिका के भन्ने शीर्षकमा आफ्नो वक्तव्य राख्दछु। राष्ट्रिय युवा नीति 2072 को परिभाषा अनुसार युवा भनेको 16 वर्षदेखि 40 वर्षको उमेरलाई जानिन्छ। तर युवा भनेको उमेरले निर्धारण गर्ने कुरा पटक्कै होइन। युवा भनेको जोस, जागर अनि सोचले हुने कुरा हो। यदि एउटा 60 वर्षको व्यक्तिमा 16 वर्ष जस्तै जोस, जागर अनि सोच छ भने ऊ युवा कहलाउँछ। यसरी नै समृद्धि भनेको धनी अथवा सम्पन्न हुनुको अवस्था हो। एक राष्ट्र सम्पन्न तब हुन्छ जब त्यहाँ आर्थिक सुदृढीकरण हुन्छ, भौतिक पूर्वाधारको विकास हुन्छ, सुशासन र नीतिको शासन हुन्छ अनि प्रत्येक व्यक्ति सम्पन्न हुन्छ। तर आज नेपालको अवस्थामा हेर्ने हो भने युवाहरू फलानो देशसँग तुलना गरेर विकास हुन सकेन भनेर सरापिरहेको म देख्दछु। त महोदय, म भन्दछु सुन्नुहोस्, विकास र समृद्धि भनेको सबै देश अनुसार फरक हुन सक्छ होला। नेपालले अन्य देशको तुलनामा जति नै विकास गर्न सकेन होला र अब तपाईहरुसँग दुईवटा मात्र उपाय छ। एक, पूर्वमा हात राखी विगतलाई सराप्नुहोस्। दुई, भविष्य उज्जवल बनाउनको लागि अहिलेदेखि नै लाग्नुहोस्। तर नेपालमा समृद्धि नभएको हुँदै होइन। राणाकालमा हेर्ने हो भने नेपालको साक्षरता दर जम्मा 2% थियो र पञ्चायत कालमा आइपुग्दासम्म यो दर 40% पुग्यो र आज 2078 को जनगणना अनुसार नेपालको साक्षरता दर 76.3 रहेको छ र अब देशमा भएको 5 चीज जल, जमिन, जनसङ्ख्या अनि जडीबुटीको उक्त प्रयोग गरेर उद्यमी बन्नुपर्छ अनि देशको अर्थतन्त्र बलियो बनाउनुपर्छ। वैदेशिक रोजगारीमा जानुभएको युवाहरू तपाईहरू कमाउनुहोस्, रमाउनुहोस्, जिन्दगी जिउनुहोस्, तर फर्केर नेपाल आउनु अनि तपाईको शिक्षा अनि अनुभव यहाँ लगानी गर्नु, किनकि नेपाल आमालाई तपाईको खान्छ। यसको अतिरिक्त अब हुन आँटेको चुनावमा हामीले सक्षम, इमानदार र योग्य प्रतिनिधिलाई छान्नुपर्छ। यदि चुनिएको प्रतिनिधिले आफ्नो कार्यकालमा भनेको काम गरेन वा अनिकैती गतिविधिमा संलग्न भएको छन् भने अर्को पालि हामीले त्यस प्रतिनिधिलाई छान्नु हुँदैन। र आज हेर्ने हो भने 77 यातायातको क्षेत्रमा हेर्ने हो भने नेपालमा पहिलो पटक मोटर गाडी मान्छेको काँधमा राखेर बित्यो र आज हेर्ने हो भने 77 जिल्लाकै सदरमुकाम सडक सञ्जालमा आएको छ। कुल सडकको लम्बाइ 36,000 किलोमिटर रहेको छ। यसको अतिरिक्त फास्ट्याग, सुरुङ मार्ग र विमानस्थल समेत बनेको छ होला। विभिन्न कारणले नेपालले अन्य देश जस्तो विकास गर्न सकेन होला र अब युवाको भूमिका के त? निराशावादी बन्न छोडौ, आशावादी बनौ। निराशावादी बन्न छोडौ, आशावादी बनौ, किनकि द पावर अफ पोजिटिभ थिङ्किङ लेखकले भनेको छन्, चेन्ज योर थट देन यु विल चेन्ज द वर्ल्ड। चेन्ज योर थट देन यु विल चेन्ज द वर्ल्ड। अर्थात् तिमी आफ्नो सोच परिवर्तन गर, तिमी संसार परिवर्तन गर्न सक्छौ। अन्त्यमा म के भन्छु भने समृद्ध निर्माण केवल एक सरकारको जिम्मेवारमा मात्र होइन, यो त युवाको दायित्व पनि हो र जब युवा मेहनती, जिम्मेवार र राष्ट्रप्रेमी हुन्छ तब समृद्ध नेपाल सपना साकार हुन सक्छ। र हजुरहरूको बहुमूल्य समयको कदर गर्दै हजुरहरूमा बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। धन्यवाद सुविजुमुर मेमोरियल स्कुल सेकेन्डरी स्कुलकी बहिनीलाई। र अबको पालो रहेछ शिक्षा सप्तकोशी शिक्षा सदनको वाद्य प्रदानको। ल सुरु।